गाउँडुलमा पाएन चम्किया ढुकुरको जत्रो आँखा लिनु म्याम मलाई डर लाग्छ म्याम हेर्नु त के भनेको यो सरले मात्रै हुन्छ झेउलाई लेउ खानु म्याम झ्याउलाई लेउ खानु रे मम्मीले ए यस्तो भन्छन् तँलाई खुब त्यसले गर्दा मम्मी दुखी हुनुभयो अब म तँलाई छाड्दैन आया मलाई पिट्छ हेर्नु त म्याम ए सरी मम्मी एकचोटि हाँसिदिनु न एकचोटि मुसुक्क हाँसिदिनु हजुरलाई हँसाउनलाई यति भाती गर्नु परिरहेछ पिटाइ खानु परिरहेछ ओ मम्मी हाँस्नु भयो यसले मम्मीको दाँत देखाउन खोजेको अरू केही होइन म्याम हो त्यसरी हेर्नु म्याम यस म्याम म पिठा खान रेडी छु म्याम पिटाइ खान रेडी छ अरे म्याम लखट्नु रे ओ तरकारी आयो रे ओ माइलाले तरकारी लिएर आउनु भएको छ अरे म्याम ओ तरकारी लिएर आएको छ अरे म्याम हेर्नु मुसुक हाँस्नु स्वर्गकी अप्सरा जस्तै वा कति राम्रो देखिनु भएको छ हजुर यता हेर्नुहोस् यता के मात्रै लिएर आयो कति लिएर आयो त्यही त 50 रुपियाँ दोकान लिएर आउने यति त आउँछ यी ल यो दिनु म्याम ऊ 10 रुपियाँ फर्केछ म्याम मलाई देखाउनु आएको थियो अनि यतातिर यतातिर हेर्नुहोस् म्याम अनि उतातिर नि हेर्नुहोस् म्याम ओ पनि गइरहेको छन् म्याम हेलो भनिरहेको छन् म्याम अनि यतातिर हाँस्नु भएको छ अलि हाँस्नु न म्याम अलि मुस्कुराउन दाँत देखियो हजुरले देख्नुभयो कि छ होला कति टाढा दाँत छ यतातिर हाम्रो सुरज सर हुनुहुन्छ सुरज सर के छ ठिक छ हजुरलाई अहिले ठिक छ नि यतातिर माइला सर हेर्नुहोस् यतातिर हो यो माइला सर बहुत राम्रो हुन्छ यो माइला सरलाई 1 लाइक त मिल्छ के माइला सर बहुत हरामी पनि हुन्छ एक कान्छा सर हो यो ल सर यहाँ यतातिर हेर्नु सक्नुहुन्छ यतातिर के प्रब्लम भइरहेको छ के भइरहेको छ रे भन्न मलाई नि फेरि भाग्छ फेरि कहाँ लाइस डढाएर भाइ ए शर्मा आएर भाइ के केटो अर्को सर कता हुन्छ यही लुकेर बसिरहनु भएको छ सर किन लुकेको खाना पकाउने हो पोखेको मैले एउटा थोरै कान्छाले पोखिदिएको नि जति तान्देर पत्तै गएको त मैले के रम त यति चामल हेर्न 2 घन्टा लाग्छ म्याम के भन्नु म्याम यसरी बस्नु पर्यो चामल के लाउनु छ गाइज यार बहुत यो चामलमा बहुत बिया हुन्छ के गाइज है कप मलाई के थाहा त मम्मीले पुर्दिनु आएको कि त्यहाँ उता पुर्दिनु आएको मम्मीले त बाल्टीमा कस्तो र कप कहाँ छ र म्याम कप कहाँ छ र भनेर सोध्छ नि मम्मी त बाल्टीमा खनाइदिनु आएको हो त्यसरी अन्त किन फेरि थपिस फेरि अब बिहा हेर्नुपर्छ मलाई पहिला फेरि थपिदिन्छु ल्याएर अझ हेर्न चुपचाप ल्याएर हुन्छस् बहुत राम्रो देखिरहेको छ साँझको चहल पहल यस्तै चामल यतातिर अर्को सरले यहाँ मलाई यहाँ थपिदिइरहनु भएको छ यहाँ हेर त हालिदिएर हो नि खुब हेराउनु परेछ हेराउनु परेछ खै यता छ ल हेराउनु परेछ खुब मलाई यो बहुत हरामी छ गाइज यो बहुत हरामी भएको भएर झन् ज्याउ भयो कि गाइज अलि राम्रो हुनुपर्छ नि हो कि नै गाइज भन्नु त आजको भ्लग यति नै गाइज भोलि भेटौँला यो छुचुम्रे कस्तो लाग्यो हजुरलाई भन्नु होला ओ कता जान लाग्यो फेरि मेरो साइकल लिएर कता जान लाग्यो ओ साहबजी यता हेर्नुहोस् त यता हेर्नुहोस् त पहिला यता हेर्नुहोस् त कता जान लाउनुको यता हेर्नुहोस् भने यता हेर्दैन फेरि कता जान लाउनुको गर्छस् जिस्काउँछस् गाईजोरले जिस्काउँछस् फेरि गाली गर्नुहुन्छ फेरि गाईजोरले फेरि बल्ल खान्छस् बुझिस् गाईजोर यसले साइकलभित्र राख्नु बल्ल पहिलोचोटि काम चाहिँ राम्रो गर्छ हिजोमा बिर्सेर बाहिर राखेको थियो यहीँ यतानिर राखिदिएर रातभरि धन्न हराएन गाइज यार यसरी हराउनु त पाइँदैन गाइज मेरो मुख देख्न पाउनु भएन होला गाइजहरूले ल म यस्तो गरिदिन्छु गाइज हराउनु त पाइएन नि त्यही भएर त्यसैले यो छुचुम्रोले फेरि हेर्न आएको छ गाइज यता छ छुचुम्रो सिधा भएर बस्छ अझ खुब बिरालो जस्तो हो कि नै छुचुम्रो तँलाई बन्द गर्छस् छुचुम्रो मेरो भ्लग गयो यहाँ गाइजहरूले कति गाइजहरूले हेर्नुभएको छ यहाँ हेरी
तँलाई नि हेर्नुभएको छ हाई गरिदे म पनि हाई गरिदिन्छु मेरो स्टाइल चोर्छस् तँलाई अझ दिल बनाएको रे त दिल बनाएन टाइट अझ गाइज यसलाई एकचोटि झापडको कमेन्ट गरिदिनु त यसरी हो त्यसरी ल यसरी पाइए गर्नेवाला ल गाइज गाइज आजको भ्लग यति नै भन्दै म यहीँ निप्टाउन चाहन्छु हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला र लाइक सब्सक्राइब गर्न नबिर्सनु होला यस्तै फनी भिडियो म ल्याउँदै गर्छु गाइज अब यतिको लागि बाई बाई भन्दै टाढा हुन चाहेको छु कट